पर्दैन। हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक माई युट्युब च्यानल। तपाईँहरू सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि तपाईँहरू चाहिँ के गर्दै हुनुहुन्छ? आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ शिवरात्रि पनि हो। सबैजनालाई ह्याप्पी शिवरात्रि। मेरो चाहिँ अब यहाँ बेलुकाको काम खाना बनाउने टाइम पनि भइसक्यो। मैले चाहिँ यहाँ आज खानामा चाहिँ माछाको झोल बनाउँदैछु। माछाको झोल चाहिँ मेरो चाहिँ पाकेर रेडी भइसकेको छ। अनि यहाँ सँगै चाहिँ मैले स्यालेड पनि बनाएको छु। यहाँ चाहिँ मिक्स फ्रुट्स होला सबै मिक्स गरेर बनाएको छु स्यालेड। मलाई चाहिँ यसरी बनाएको स्यालेड आजकल एकदमै मन पर्दैछ, त्यही भएर यही बनाउँदैछु। अब चाहिँ हामी खाना खानु पनि रेडी भइसक्यौँ। तातै खाना खानु मिठो हुन्छ नि त चिसोमा, त्यही भएर मैले चाहिँ यहाँ अब खाना पनि भाग लगाइसकेको छु। अब यहाँ यो चाहिँ नानालाई, अलि नाना चाहिँ सन्चो छैन, त्यही भएर अलिक थोरै नै खानुहुन्छ भनेर थोरै नै राखिदिएको। अनि अब चाहिँ हामी खाना खानु रेडी भइसक्यौँ। हजुर खानु केही नै हुँदैन। एकछिन फोटो खिच्दैछु। भिडियो सबैले खायो। नाना चाहिँ यहाँ एक्लै बसेर खानु अब है। त्यो माछा चाहिँ थोर भयो, त्यति खानु, धेरै फेरि एकैचोटि नखानु है, बिसाउँछ। त्यही भएर थोरै त्यति त खानु। उसिनेको त हो, तेल त यो माछाकै तेल हो। अनि मसला पनि नहालेको, टमाटर र ऊ मात्रै हालेको, टमाटर लसुन। अनि लसुन पनि हालेन, लसुन त थिएन, के पो हालेको उयो तोरी, त्यही हो। अनि थोरै जिरा हाल्यो। माछा र भात चाहिँ अब हामी चाहिँ माछा भात खान थालिरहेको छौँ। अनि यहाँ चाहिँ भात छ, यहाँ चाहिँ यो सलाद छ, मिक्स वाला सलाद, अचार, अनि माछाको झोलसँग भात चिसोमा माछाको भात र झोल। अब चाहिँ म चाहिँ खान्छु। तपाईँलाई चाहिँ माछा त्यो हड्डी टाउको मात्रै पर्यो क्या? सबै छ, सब ठिक छ। माछा धेरै मसला नहाल्दा नि मिठो हुन्छ, धेरै हुँदैन। अनि मैले त्यो सुकमेल हालेको, सुकमेल चाहिँ दुईवटा थोरै मात्रै हालेको भन्दा त नाना खानु पनि त त्यो भयो। धेरै मसला हालेको स्पाइसी पनि राम्रो हुन्छ, साधारण हुन्छ। जाडोमा माछा भात मिठो हुन्छ। म चाहिँ यस्तो छाला चाहिँ खाँदैन, छाला चाहिँ मलाई खानु मन पर्दैन माछाको। जानु सक्यो, अब अन्त्य भयो। अब जानु सकिने आजबाट अब खाना त अस्ति नै हो, थोरै भाउजू आउँदा खाने। हुन्छ मलाई एउटा चम्चा दे न, चम्चा दे न एउटा। नानी त्यस्तो नगर्नुहोस् न हजुर। चामल पुग्यो पुग्यो यो तर छिमा खाना त सुकमेलले गरेर टेस्ट आएछ। सुकमेल खाँदा के हुन्छ बिसाउँदैन सुकमेल। टाउको चाहिँ हेर्नु टाउको मात्रै, मुला पनि हाल्नु भनेको बिर्सेछु क्या मैले। मुला हालेको मिठो हुन्छ नि माछामा। पहिला हाम्रो गाउँमा थाहा छ क्या, आमाहरूले माछा बनाउनु, मुला हालेर माछा बनाउनुहुन्थ्यो क्या, मिठो लाग्थ्यो पहिला पनि गाजर त कुनै मुला चाहिँ यो हड्डी राख्ने चाहिँ एउटा प्लेट छैन, त्यही राख्ने साइडमा। माछा टाउको के ओमेगा ओमेगा 3 पाउनुहुन्छ भन्छ भन्छ टाउकोबाट थियो टाउको है। तर टाउको सुप खान्छ नि मान्छेले, सिटी लाएर खाँदो रहेछ।
टाउको खाने बानी भएछ अन्त माछाको पनि पर्दैन अझ स्वादै हुँदैन त्यसको त्यो फ्याटी चिज बोस हुन्छ क्या एकदम मिठो हुन्छ त्यो जस्तै बोन्मेरा जस्तो हुन्छ क्या अनि मासु एकदम त्यो कमल नरम मासु हुन्छ क्या मासु तपाईँ म पहिला मन बनाउँथेँ पछि एकदम दाइले सिकाएपछि दाइले अरू सबसे टेस्टी टेस्ट हुन्छ मासु त तारेर पकाएको भन्दा यस्तो बोइल गरेर पकाएको मिठो हुन्छ होइन हेर्दै हुन्छ नि टाउको पनि त बोसो हुँदैन बोसो गरेर त्यो बोनमेरा जस्तो हुन्छ क्या सबै मिठा हाल्छ बाफो अनि त्यो मात्रै मिठो हुन्छ त खाँदै जानुपर्छ एउटा टाउको मलाई एउटा अब खाने होइन खानु नजाँदा चाहिँ मिठो हुँदैन टाउको खानु राम्रो मसलाहरू नहाल्दा नि मलाई एउटा प्लेट पनि छैन खाना पुग्यो अब अहिले खानाहरू पुसै पुरी पुग्यो भने मलाई सम्पूर्ण अब माछा सिधै सिक्यो अब गर्ने सुरु माछा सिक्यो अब नुडल्स चाहिँ खानु भनेको चिसोमा माछा मिठो नि राम्रो तर यो लङ टाइम खाएर कति त्यो बाहिर उयो खाएर लङ टाइममा अस्ति त्यो थिएन अस्ति यो थिएन है त्यो वाटरमेलनको दाना निकाल्नु पर्ने रहेछ मैले त्यतिकै हालेर चपाइदिनु न चपाइदिनु म त अस्ति भक्तपुर ठेकेर भयो अस्ति यो भक्तपुर थियो भक्तपुर थियो त्यही भएर फुपूहरू आउँदा मात्रै होला न्युज फुपूहरू आउँदा मन्दिर जाँदा चक्लेट ल्याउनु भएर एकले खायो भनेको म जान्छु अब भनेको दिन्छु त्यो नानी दिन्छु क्या राखेको छु भन्छ चक्लेट ल्याएन साथीले आज म चक्लेट किन भनेको फेरि नल्याइदिएको भन्दै थियो म त स्योर ल्याउनुहुन्छ उहाँले खाएर भन्छु जहिले ल्याउनुहुन्छ चक्लेट खाने बिराम मेरो थियो अरू बिक्री त कस्तो बस्दै बस्छु हो त्यस्तो चाहिँ खाएँ मैले फल मासु त माछाको बसो बसो मिठो हुने है त्यही भएर चार चाइनिज क्याफे के रहेछ त्यहाँ चाहिँ अब त्यो मकै मात्र बोइल गरेको पनि 600 झन्डै ढल्यो मेनु हेरेको तिमीहरूले खाएको त खाइन मैले मकै त के खायो भने छिमाले पराठा अनि जुस अनि हामीले चाहिँ लाफिङ 1 प्लेट लाफिङ अनि त्यहाँबाट 2 प्लेट किमा नुडल्स भाइ म नानीले तिमीलाई त पुरा ढालेर हालेको अनि आएर माछा गरम यो खाने गर्छ मजा खान्छ तपाईँ भयो खानु तपाईँ टाउको धेरै खानु टाउको देखाएँ यो हाल्नु फल मासु त मलाई इन्ट्रेस्टेड लाग्दै मन पर्दैन के बस्छु मात्र मन आन्टीले यति खानुहुन्छ र पनि आन्टीको चुमा किन नलाग्यो भने चाहिँ हामी कुरा गर्दै हिँडेको कि बाटोमा फुपू खानुहुन्छ अनि ज्यानै लाग्दैन भने आन्टी यति यति भएर किन नलागेको भने अनिसा छक्क पर्छ कि
विमल नुडल्स चाहिँ बनाएर एक दिन खानुपर्छ क्या हामी 3 जना ल अहिले तिनकै सोधेर मामलाई हो अब अलिपछि बहिनीले नि हिजो भ्यालेन्टाइन डे हामी त ड्राई पिकनिक आएको भनेर छेमालाई सबको सब पार्ने यो शनिबार नजाने अब नेक्स्ट अन्थाम बनाइने जान्छ त भन्नुभएको है हुन्छ क्या जान्छ एउटा आइटम ल्यायो ऊ झन् कहाँ जाउँ घर बसेर रहन्छ उसलाई म आइटम एउटा बनाएर ल्यायो भन्नु सबै इन्सान एउटा मैले एउटा तिम्रो एउटा हाम्रोबाट त नानीले पनि डट सबैले एउटा तपाईँ एउटा ड्राई पिकनिक जाने सल्लाह म त ल्याइहाल्छु नि एउटा के लानुहुन्छ तपाईँ चाहिँ ल्याउनु पुसेको झन् सरप्राइज कसले गन्डा हुनसक्छ पोर्क सेकुवा पुसे यति सेभ गर्दा हुन्छ कसले गन्डा माथि नै गएर क्या पोलेर खानेर दिनभरि के हुन्थ्यो होला हाम्रो सिलिन्डर बोक्नु त्यस्तो नेपालमा छैन नि अस्ट्रेलियातिर विकसित हुन्छ मासु डुलेर जाने सबै चामलहरू मिठा भएछ नि त्यहाँ सब बत्तीले विद्युतबाट पाउँछ नि इलेक्ट्रिसिटीबाट ठाउँ ठाउँमा राखिदिएको हुन्छ नि हो पार्क भने सफा आफै गर्ने त्यहाँ पनि त्यो गर्ने पाला हुन्छ त्यसरी मात्रै तर अर्कोमा झन् धेरै हुने गाह्रो क्या बाध्य हुन्छ निम फ्रेस हालेको निम फ्रेस माछा ल्यायो भने त्यो भाषी राम्रो बेबीलाई मैले त नआए भनेको बसिरहेको अच्छा मिठो रहेछ सिम्पल तर मिठो हजुर सादा खाना चाहिँ यस्तै त्यो स्पाइसी स्पाइसी नखाने हो त्यो सानो बोइल हामीले के भन्छ फ्रुटको खाइरहेछ है सलाद सलाद त अस्ति मिक्सै खानु फ्रुटको पिसै नपर्ने पिसै म लान्छु तर त्यो नानीहरू परेर मात्रै खानु भयो अनि कम मैले कम दिएको नानीलाई अनि उहाँलाई गाह्रो फेरि बिसाउने धेरै खानु हुँदैन नि त अब नानीले पराठामा त्यो पिरो आएछ कि जुम चोपेर खानु भयो पछि चाहिँ याद गरेर फेरि त्यही रातमा त्यत्रो कुरा गरिदिएर चाहिँ चोपेर खानुहुन्छ है भनेर पर हटाउनु भयो बेबीलाई कहाँ लानु आज त हामी कहीँ पनि गएन म त बाहिर निस्केको छु बिहान सबै गर्न बाहिर निस्केको बाहिर कति निस्किने ठिक भयो चाहिँ 3 वर्ष मैले दिदीलाई दिनुहोस् पनि कति भइसक्यो है पिको चारजना खानु तपाईँले पनि भयो पानी चाहिँ खाएन क्या मैले पानी खानु पर्थ्यो भयो अब तपाईँ अब एकछिन म जान्छु पानी खानु बिर्सेछ आज मैले चाहिँ खाइसकिसकेँ माछा र भात चाहिँ जाडोमा चाहिँ एकदमै मिठो लाग्छ तर जाडो न गर्मी म त अलिपछि नै खान्छु माछा त अलिपछि नै खानु मनपर्छ माछा चाहिँ त्यो तारेर रोस्ट भन्दा यस्तो बोइल गरेर खाएको चाहिँ मिठो लाग्छ है माछा बोइल गर्ने खाने त्यसमा हल्का मसला राख्ने
चाहिँ अब माछा पनि खाइसक्यो, भात पनि खाइसक्यो। अनि मेरो आजको भिडियो चाहिँ यति नै। कस्तो भयो तपाईँले हेरिदिनु होला, मन परेमा लाइक कमेन्ट र सेयर अनि च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको लागि चाहिँ मेरो भिडियो यति नै। थ्याङ्क यू फर वाचिङ, बाई बाई।